हर हर महादेव शम्भो। आज बरुथनी एकादशीका दिन हजुर सबैलाई धेरै धेरै माता रानीको कल्याण होस्, माता रानीको आशीर्वाद रहोस्, आँटे चिताको सबै पुरा होस् भन्दै मलाई अस्ति पनि कमेन्ट आएको थियो अनि म रिप्लाई दिन्छु भन्दै थिएँ, दिएको पनि थिएँ तर साउन्ड हरायो। फेरि आज मैले रिप्लाई दिएँ। मलाई एकजनाले सोध्नु भएको थियो कि दिदी यो पूजा गर्ने फुल कहाँबाट ल्याउनुहुन्छ भनेर। सो यो बरदुबईको मन्दिर सरेर वहाँ गए पनि पूजाको फुलहरू पाउने ठाउँ चाहिँ यहीँ छ। सो म हप्तामा 2 पल्ट किनेर लिएर आउँछु अनि फ्रिजमा राखेर त्यसैले हो पूजा गर्ने है। अनि आज चाहिँ एकादशीको दिन विशेष गरेर लक्ष्मी नारायणको पूजा गरिन्छ हैन। अनि अर्को मलाई के सोध्नु भएको थियो भने दिदी यो फुलहरू चाहिँ पूजा गरिसकेपछि कहाँ फाल्नुहुन्छ भनेर पनि सोध्नु भएको थियो। सो म डेलीको पूजा गरेको फुल चाहिँ डबल प्लास्टिकमा राखेर त्यहाँ साइडमा राखिदिन्छु, आफ्नो टाउकोबाट उल्टो घुमाएर ए भगवान् यस्तै छ है पाप नलागोस् भनेर हैन। बाहिर त्यहाँ गार्बेज फ्याँक्नेको साइडमा राखिदिन्छु। आफूले आँखाले नदेखेपछि अब पाप धर्म भगवान्ले जानुन् भन्छन्, त्यसै गर्छु। अनि कहिलेकाहीँ अब यस्तो थान थापेर पूजा राखिन्छ नि त, भाका राखेर, जस्तो दुर्गा पूजा भयो, यस्तो मनसाउनु पर्ने कुराहरू चाहिँ म मन्दिरमै लिएर जान्छु यहाँ। अनि हाम्रो त्यहाँ नेपाली दाइको दोकान छ अनि म दाइलाई सङ्कल्प गरेर यसो दान भेटी राखेर ल है यो मनसाइदिनु भनेर छोडेर आउँछु। सो अस्ति पनि मैले दिएको थिएँ रिप्लाई, साउन्डै आएन। अनि आज चाहिँ फेरि पूजा गर्दै गरेको बेलामा सम्झेँ। सो हजुरहरूको दिन कल्याण होस् हैन। अनि त्यस पछाडि अनि यो चाहिँ मैले दिनै पछि बाल्ने बाती हैन। अब यसलाई चाहिँ म भेला पारेर यसरी नै पूर्णिमा अथवा मङ्गलबार शनिबार पारेर यसरी नै भेला पारेर कपुर अनि ल्वाङ राखेर अब यसलाई जलाएर घर वरिपरि घुमाएर अनि यसको खार राखे पनि हुन्छ, होइन भने फुलहरूको बिरुवामा सेलाइदिए पनि हुन्छ। अब यो डढेको बातीलाई यसरी घरमा लिएर सबैतिर एकदम धुवा लगाउने, नराम्रो कुराहरू जाओस् भनेर विशेष गरेर बाथरुममा चाहिँ एकदम धुवा लगाउनुपर्छ। नकारात्मक कुराहरू चाहिँ हाम्रो घरको चाहिँ जति पनि नकारात्मक कुराहरू छ तिनीहरू चाहिँ हाम्रो बाथरुममा आएर बस्छ भन्छन् क्या। त्यही भएर सबैभन्दा धेरै बाथरुममा चाहिँ एकदम ध्यान दिनुपर्छ। टोइलेट बाथरुममा धेरै बस्ने मान्छेहरू कहिले पनि लक्षिणको हुँदैनन् भन्छ नि, नकारात्मक शक्तिहरू चाहिँ तिनीहरूबाट आउँछ भन्छन् के। समस्त नकारात्मक शक्तिहरू पर भएर हजुरहरूको दिन शुभ रहोस्। हस्त धन्यवाद।